गाइज हेर्नु त कस्तो अँधेरो छ। कति बजे 4 बजे हिँडिरहेको छौँ क्या हामी चाहिँ अब ऊ त्यहाँ माथि डाँडामा जानुपर्छ हिँड्दै। भगरको ताल हेर्छु यहाँ गाह्रो भयो अरे। ल ल ल ल ल ल ल ओ माई गड गयो 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 हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो मसँग चाहिँ आज भाउजू पनि भइसिन्छ स्टार्ट गर्दा चाहिँ। सो आज चाहिँ हामीहरू लटरम्बेश्वर जाँदैछौँ। अब चाहिँ हामी जानलाई रेडी भइसक्यौँ, बाबा पनि भइसिन्छ अनि अरू अङ्कल आन्टीहरू पनि भइसिन्छ। म अहिले एकछिनमा सबैजनालाई देखाउँछु। सो अब चाहिँ जाऊँ है त। गाइज हेर्नु त कस्तो अँधेरो छ। कति बजे 4 बजे हिँडिरहेको छौँ क्या हामी। 4 बजेर 15 मिनट गयो हो। ल अब हेरौँ है त कस्तो हुन्छ हाम्रो जर्नी। म त यति लामो हाइकिङ त फर्स्ट टाइम होला। म त लकडाउनमा गरेको थिएँ। ओ माई गड भाउजू त्यतिखेर म दुई सेकेन्डमा रोकिनु परेको के। कहाँ गयो लकडाउनमा? उहाँ कोट डाँडा नै गएको कि धेरै टाढा पनि होइन। अनि लुक एट दिस गाइज, बाबा त ब्यागै नबोकिकन सुई गइसक्छ। अब बाबालाई गएर ब्याग पनि दिन्छु। ल अब हेरौँ है त के हुन्छ। ल साथीहरू हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। अनि यहाँ चाहिँ मेरो आन्टीहरू भइसिन्छ अनि यहाँ चाहिँ बाबा भइसिन्छ। यहाँ आन्टी हो अनि अङ्कल भइसिन्छ। दुईजना आउँदै भइसिन्छ। रेडी हो त? ल यता चाहिँ फोटो सेसन सुरु भइसकेको छ। हामी चाहिँ यता चिया खानलाई रोकेको अनि यहाँ चिया खाने ठाउँको तलबाट नै झुलुङ्गे पुलले चाहिँ अनि सबैजना फोटो खिच्दै भइसिन्छ। यो ठाउँ के हो? भीमफेदी हो। भीमफेदी देखाएको थिएँ अघि। अब एक्ज्याक्ट ठाउँ चाहिँ थाहा छैन मलाई। के त ऊ त्यहाँनिर भीमफेदी लेखेको थियो क्या। अनि अहिले चाहिँ घाम पनि अलिअलि झुल्किन थालिसकेको छ। 98619 ओके गाइज हाम्रो चाहिँ अब टी टाइम हो। म चाहिँ चिया र बिस्कुट खाँदैछु। यो बिस्कुट अनि भाउजू यता होइसिन्छ अनि अरूहरू चाहिँ ऊ त्यहाँ होइसिन्छ सबैजना। त्यहाँ ठाउँ पुगेन अनि जाडो भयो अनि म चाहिँ यता आएको क्या। अनि यताबाट भ्यू हेर्दै खाँदैछु। चिया खाँदै हेर्दाको भ्यू चाहिँ यस्तो छ है साथीहरू। मेरो भ्लग हो भ्लग। ससुरा बुहारी होइन माइलो ससुरा ससुराबा ल जाऊँ। ड्राइभर चाहिँ उहाँ अगाडि। ल ल ल ल ल ल ल ल रमाइलो छ साथी। यहाँबाट अलिकति माथिसम्म चाहिँ हामी हिँड्दै जानुपर्ने भयो साथीहरू। यो गाडी जाँदा चाहिँ अलिकति अप्ठ्यारो छ अरे, त्यही भएर हामी एकछिन हिँड्छौँ अब यहाँबाट। धुलै धुलो हाई एभ्रिवान, तपाईँहरू कहाँ हिँड्नु भएको हो? कहाँ हिँड्नु भएको?
हजुर चाहिँ कताबाट आउनु भने कुन ठाउँबाट आउनु हामी त हामी लटरम्बेश्वर जान लागेको सपनामा देखायो कि चस्मा जिस्काइसिन्छ बाबाले नि ल घन्च्यालिदिनु पर्यो सबैजनालाई ल है साथीहरू यस्तै छ हाम्रो हिँडाइ चाहिँ जर्नी यस्तै भइराखेको छ डेन्जर बाटो देखेछ नि यही डेन्जर भएको भएर हामी अलिकति हिँड्न लाग्यो अनि त्यहाँ माथिबाट फेरि चढ्ने हो अब उ ल दिदी त फेरि भन्दैन भने जाने हाल्नु दिदीलाई केहीको डर छैन यहाँ जेन्जी दिदी दिदी जेन्सी रे यहाँ कस्तो नराम्ररी पहिरो गएछ साथीहरू हेर्नुहोस् त अहिले चाहिँ हामी डाँडाको बिचमा छौँ अनि हामी सँगसँगै अर्को एउटा पनि सुमोमा आइसक्यो शङ्खादेवीबाट अनि एउटा सुमो चाहिँ माथि गइसक्यो एउटा चाहिँ यहाँ अड्कियो ल ठेल्नु पर्यो है अब मलाई त डरै लाग्छ नि ल ल ल ल ल ल कस्तो डर लाग्दो ठाउँमा अड्के हेर्नु न साथीहरू भाउजूको ताकतले अब भ्याउँछ है साथीहरू ल हेर ए ओ नो 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 यत्रो ढुङ्गा हालिसकेको छ त्यही पनि केही काम गरेर छैन ए ल ल ल ल ल भएन यहाँनिर कतिवटा कुरा भइसक्यो कि साथीहरू ड्राइभर अङ्कलको यो हातमा च्यापेर रगत आइसक्यो होइन अनि अर्को गाडी पनि आइसकेको छ है यो तानेर माथि लाने भनेर है तर मलाई चाहिँ यो भमिट नआउने औषधि खाएको थिएँ निन्द्राले यस्तो झुक 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 भएर म चिया खाने आउने ठाउँ छ नि त्यहाँसम्म पनि म त सुत्दै आएको कि म त आँखा चिम्म आँखा खोल्न सकेको छैन कान चाहिँ सुनिरहेको छु क्या फेरि के बोलिरहेको चाहिँ सबै सुनिरहेको थिएँ तर आँखा चाहिँ ताली नै लगाइसक्यो कि अहिले पनि निन्द्राले झुक 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 भएर अनि अझै त्यत्रो हिँड्नुपर्ने छ क्या म सोचिरहेको छु क्या म कसरी हिँड्छु होला भन्ने आँखै तालिन लागिसक्यो झुक 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 भएर निन्द्रा लागेर अहिले मलाई त यहाँ ल्याएर ओछ्यान कसैले ल्याएर दियो भने नि म त यहीँ सुत्दा पनि रेडी छु कि त्यस्तो भइसक्यो क्या मलाई त गाह्रो भइसक्यो कि हिँड्नुभन्दा अगाडि नै ल है अब चाहिँ गाडी तान्न लाग्यो अब चाहिँ जाओस् प्रभु जाऊ 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 गयो अझ जाऊ 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 ओ नो सबै त्यहाँ राखेको ढुङ्गा जति झरो त गयो 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 आयो 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 हैसे के भयो फेरि गयो 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 ए ए ए ठुलो राख्नु पर्यो अरे साथीहरू हामी त हिँड्न थाल्यौँ त्यो गाडी आउन अलिकति टाइम लाग्ने भयो सो त्यही भएर हामी त अब बिस्तारै हिँड्दै गर्छौँ यहाँ अगाडि अगाडि गइसक्छ सबैजना जाँदै आइसिन्छ अब हाम्रो हाइक स्टार्ट भयो फाइनली हामी चाहिँ अब ऊ त्यहाँ माथि डाँडामा जानुपर्छ हिँड्दै तर मैले यहाँ त्रिशुल देखा भनिदिन्छ भाउजूले ए यतापट्टि साइडको उयो यो वाला फोकस आउट भयो साथीहरू जे होस् यो डाँडामा पुग्नुपर्ने रे हामी अब हिँड्दै देख्यो गाइजहरू न मैले चस्मा लगाएको मलाई खासै चस्मा त सुहाउँदैन तर यो चस्मा चाहिँ मलाई सुहाइरहेछ कि अनि मलाई मन परिरहेछ अनि हामीलाई चाहिँ यहाँ फ्रुटी पनि दिइसक्छ हामी चाहिँ हिँड्दै गर्छौँ आन्टीहरू चाहिँ आइसिन्छ पछाडि पछाडि गाडी त्यो फस्या गाडी आओस् भनेर चाहिँ हामी कुरिरहेको तर अब आउँछ होला किनभने अलिकति निस्किसकेको थियो अनि त्यहाँ टाइम लाग्छ होला भनेर हामी चाहिँ हिँड्न थाल्यौँ मैले त्यो निकालेको खिच्न पनि पाइनँ तर ठिकै छ कहिलेकाहीँ हुन्छ त्यस्तो तर यो ठाउँ मलाई कस्तो राम्रो लागेको छ नि यो क्या है एकछिनको लागि रमाइलो यहाँ बस्नेहरूलाई कति दिक्क लाग्छ भने बिचारा पर्छ हामी एकछिन आउँदा रमाइलो भएर के गर्नु मैले क्याप लाउनु पऱ्यो साथीहरू भाउजूको क्याप भाउजूले हिजो लिएर आइछ मलाई पनि ल्याइछ मेरो चाहिँ कहाँ छ देखा म
खै यतापट्टि यो समाइसक्यो एकचोटि यतापट्टि छ कि ल मेरो क्यापै खाएन त ए यहाँ चाहिँ म किन गाडीमा जस्तो भएको ल हजुरले के गरे भने थियो नि मलाई त्यति बेला क्यापै खसी चला भन्ठाने थिएँ कि मैले ए त्यति बेला मेरो चाहिँ बेबी पिङ्कमा भाउजूको चाहिँ अलिकति डार्क पिङ्कमा छ अब हामी नन्द भाउजू म्याचिङ भएर आज त हाम्रो ओटिडी पनि म्याचिङै छ हल्का हल्का लेगिन्स लगाम टी सर्ट जुत्ता जुत्ता पनि वाइट छ यो क्युटी पाइ आयो है साथीहरू तर मसँग बिस्कुट नै छैन क्या मैले बिस्किट अर्कोमा राखिदिएँ यो अर्को पनि छ त्यो अर्को पनि छ 3टा रहेछ अब म केही दिन केही छैन बाबु मसँग मलाइका म्याम त्यो मलाइका म्याम भएर हिँडिरहेछ भिडियोमा हामी चाहिँ गाडी बोकेर हामी रेडी भएर हामी चाहिँ यहाँ गाडी बिग्रेर हिँडेर जाने भने फेरि गाडी आउन थालिसक्यो थाल्यो रे अनि गाडीमा हाम्रो ग्याङ यत्रो ठुलो छ दुईटा सुमो हो क्या हाम्रो अनि एउटा सुमोमा 10 जना भइसिन्छ होइन ड्राइभर सँगै 10 जना 20 जनासम्म हामी सबैजना हाम्रो ओटिडी देखाउँछु मैले सर्ट लगाएको छु यस्तो देखाइछ नि यस्तो अनि क्याप चाहिँ हामीले म्याचिङ अलिकति कलर मात्रै डिफ्रेन्ट हो बाबाको फोन आएर हामी चाहिँ फेरि गाडीमा बसिसक्यौँ अब गाडीबाट अलिकति माथिसम्म जान्छौँ अनि फेरि हिँड्नुपर्छ अनि हामी चाहिँ लट्टी पनि बोकेर आएको छौँ मैले पाइनँ है यस्तो पाइँ मैले चाहिँ राम्रो पाएँ मैले साटेको नि त मैले पाएको बाङ्गो थिएँ अनि मैले चाहिँ खै कस्तो थियो अन्त साटेँ लटरम्बेश्वर महादेव की छ्याक्कै भएको नाम लिने बेला नि भन्छ है साथीहरू यहाँ बाटो हेर्नु हामी त यहाँ आन्द्रैभरि निस्किन लागिसक्यो मेरो यताबाट उताबाट यता फाल्नेमा सिङ्गरको पनि कमी छैन है साथीहरू मेन लिडरहरू हो है सिङ्गरको मेन भोकलहरू अनि हामी चाहिँ साइडको हल्का फुल्का यसो फेरि एउटा आइसक्यो अब एकछिन ब्रेक अब एकछिनपछि फेरि केही रमाइलो भएपछि म हजुरलाई देखाउँछु नाउला हान्ने डर बाटो सेकेर यहाँ उठ्नु नि त सबले त्यहाँ नन्दीजीले ए हाम्रो राजु अङ्कल रेस्क्युको लागि गइसक्छु भगवान् यहाँ दर्शन दिनुभयो जानु त्यही घाइते जस्तो बिचरा खुट्टा के भयो त्यही भएर छोड्दैछ नि त ल अब हाम्रो गाडी चाहिँ यहीँ हुन्छ अब यहाँबाट चाहिँ हाम्रो वाकिङ स्टार्ट हुन्छ साथीहरू मलाई आज पुरा हाइकर गर्ल जस्तै देखियो मलाई तर केही आइदिन म त्यस्तो अनि मलाई गर्ली पनि देखाएको छ क्या आज पिङ्क कलरको लगाएर हजुरलाई कस्तो लाग्दैछ भन्नु होला किनभने म पिङ्क कहिले पनि खासै लगाउँदिनँ क्या एकदम लिस्ट हो हामी लटरम्बेश्वर महादेव जाँदैछौँ
हामी हिँड्दैछौँ लटरम्बेश्वर महादेव करिब करिब हामी 2 घन्टा एउटा गाडीले चाहिँ साह्रै धोका दियो क्या भने त्यो अर्को गाडी त त्यही तल गाडीलाई पर्खिँदा पर्खिँदा अब त्यही हुन्छ त्यो हामी यति बेला त कति उ भइसक्थ्यौँ है त्यो गाडी आधी पुगिसक्थ्यौँ होला तर केही छैन बिस्तारै जान्छौँ हामी हेर्दै गर्नुहोस् न म हजुरलाई देखाउँदै गर्छु के गर्छौँ भनेर सरसरहरू कुएर आइसक्यो क्या हो त आएको घरै उनीहरूले र अहिले चाहिँ हामीहरू एउटा सुमोको मात्रै हिँड्दैछौँ यता खै त शोभा भाउजू चाहिँ ए भनेपछि हामी एउटा सुमो पनि छैनौँ अहिले 1 2 3 4 5 6 7 जना छौँ अहिले हामी 7 जना हिँड्दैछौँ यहाँ ल मजाले तम्सेर हिँडिरहेको छ सबैजना हामी चाहिँ 9:45 हिँड्न सुरु गरेछौँ अब त्यहाँ कतिखेर पुग्दो रहेछौँ हेरौँ के हुन्छ 5 मिनेट भयो अझ हिँड्दा बाबा त वा कहाँ अगाडि पुगिसक्छ बाबालाई पुरै एनर्जी आइरहेको अरे अनि लटरम्बेश्वर महादेवले पुरै एनर्जी दिनुभएको छ अरे त्यही भएर बाबा अघि अघि हिँडिरहेको छ त्यही भन्दै हिँड्छ त हो नि दिन छोटो हुन्छ भ्याइँदैन अब यता त बतास आउँछ कतातिर जाने हो यो त अघि कता हो ए उ त्यहाँ गेट छ त ल यहाँ चाहिँ आर्टिफिसियल जनावरहरू पनि रहेछ है साथीहरू सी कति हो 3 4 5 वटा रहेछ अनि यहाँ चाहिँ हाम्रो फोटो सेसन भइरहेको छ अनि यहाँ चाहिँ उयो लेखेको छ कि लटरम्बेश्वर महादेव भनेर लेखेको छ हेर नि हेर त बुढाबुढीको ल कसले सक्ने ए क्यामेराम्यान त फेरि झन् खतरा नि ल थ्याङ्क यू अनि मेन गेट चाहिँ उयो माथिको हो है भगरको ताल हेर्छु यहाँ गाह्रो भयो अरे हामी पनि हिँड्न पाएनौँ उहाँले गर्दा हामीलाई अङ्कल अब के अनि बोक्स्यो अनुष्कालाई बोक्स्यो बाटो चाहिँ यस्तो छ यहाँ बाटो यस्तो मान्छे हिँड्न नसक्ने आज अनुष्का पोखरेलको ब्लग चाहिँ कसले बनाइरहेछ भाग्यवती पोखरेलले यस्तो छ बाटो ल मलाई तलबाट आएको लेख्ला यसलाई भन्छ हो होइन लेख्ला भने अर्कै हो हेलो गाह्रो भएन अहिले चाहिँ प्रेसर लो भयो थकै मार्दैछौँ हामी अब एकछिन यहाँ अमलाको के अचार के अरे तितौरा खाँदै हजुर जाने अब ल हाम्रो ग्याङले चाहिँ औसेलु रे ऐसेलु पनि भेटाइछ यसो देखाइछ त ओ नाइस एउटा खाइछु ल अलिअलि अमिलो रहेछ कस्तो गुलियो हुन्थ्यो यो त नि राम्रो पाकेको छैन नि त यो हरियो छ हामी यस्तो स्ट्रगल गरेर यस्तो बाटोमा सधैँ हिँड्छौँ ल अब म रिक्स लिएर मोबाइल समाएर हिँडिरहेको छु तर म सक्छु आई नो ल जावेज इजी पिजी हेलो हाउ आर यु बाबा त महादेव लटरम्बेश्वर महादेव की जय जय शम्भो जय मलाई यहाँ बेला बेलामा गाह्रो भइरहेको अनि बाबालाई मैले त्यसरी बोक्न दिइरहेको छु पछाडि फर्किस त पछाडि फर्किस न मेरो पनि ब्याग बाबाले बोकेर हिँड्छ हजुर ल आएछ भिडियोमा आएछ बनाइरहेको छु सबैजना आउनलाई लटरम्बेश्वर महादेव दर्शन गर्नलाई जय अब त साथीहरू ढिला ढिला भएर भोक पनि लाग्न थालिसक्यो सबैको पेट क्याङ क्याङ कराउन थालिसक्यो
अब हामी पसल चाहिँ भेटायौँ जस्तो छ। अब त्यो रेलिङबाट जानेवाला चाहिँ आउन लाग्यो। अब पसलहरू चाहिँ यहीँ छ, यहाँ माथि आइसक्यौँ। भाउजूलाई गाह्रो भएर बस्यो। अघि न मेरो हालत त्यस्तै थियो, अब अहिले भाउजूको छ। डेढ मिल खाने अघि मलाई पनि 1.5 मिल खाएपछि बल्ल शक्ति आएको हो क्या। म त यस्तो गाह्रो भएको साथीहरू, यस्तो गाह्रो भएको। म त हाइक त सक्दिनँ रहेछु। मेरो प्रेसर लो भएको हो कि मेन भनेको। अनि चक्लेट खाएपछि चाहिँ प्रेसर हाई भयो, अलिकति स्टेबल भयो भनौँ न। त्यसपछि बल्ल हिँड्न सकेको। ल साथीहरू, यहाँनिर छ है। अब चाहिँ यहाँ पुग्नुपर्छ हामी। हाम्रो यात्रा सुरु भइसकेको छ होइन। युट्युबमा हाल्ने भ्लग हो। हजुर पनि आइसिन्छ मेरो भ्लगमा। भाइरल हुन परेन त। अनि अङ्कल हो क्या, हाम्रो घर नजिकैको अङ्कल हो। अनि अङ्कलको गाडीमा आएको हामी। अनि यहाँ चाहिँ पसलहरू पनि छ अलिअलि। अब यहाँबाट चाहिँ 15-20 मिनटमा पुगिन्छ भनेर भन्छ छ। तर कस्तो घाम लागिसक्यो टन्टलापुर है भाउजू। लागिसक्यो। म त लाउँदिनँ। मलाई त कस्तो क्याप लाउँदा पनि भारी भएको, चस्मा लाउँदा पनि भारी भएको। तर मलाई कस्तो आँखा चाहिँ पोलिरहेको भने अझै पनि। मैले सायद पावरवाला चस्मा नलाएर नै हो कि लाउनै मन छैन कि। त्यो पनि अलि लुज भएको जस्तो भयो क्या। अनि झरे हुन्छ कि। सो त्यही भएर यसै छ साथीहरू, हामी जाँदैछौँ। अब चाहिँ हामीहरू रेलिङवालामा पुगिसक्यौँ। अब यहाँबाट बिस्तारै जाँदैछौँ। यहाँबाट भ्यू गाइज खतरा देखिन्छ। तर अहिले तुवालो लाग्यो भएर केही डाँडै देखे छैन। एउटा डाँडा मात्रै देखे यो एउटा। यतापट्टि कुनै पनि डाँडा देखे छैन। हामी हिँड्दैछौँ बिस्तारै बिस्तारै। अब चाहिँ हामी 20 मिनटमा पुग्छौँ। मैले अघि पनि भनिसकेँ होला सायद। मैले त थाहा थियो, त्यही भएर हिजो काटेको नि। भोक लागिसक्यो साथीहरू, अरूभन्दा पनि बेसरी। यहाँ दिदीहरू त झन् यस्तो फुर्तिलो भएर अघि हिँडिरहेको छ। साथीहरू यताको बाटो हेर्नु त कति सानो बाटो हो। यस्तो बाटोमा हामी हिँडिरहेको छौँ सबैजना। यहाँ पछाडि आउँदै आइसक्छ, सबैलाई देखेको होला। अब ओ माई गड, यहाँबाट ओह्रालो अनि आयो। बास सही हो। यहाँबाट तल त हेर्नु त साथीहरू झन्। यहाँबाट त ओ माई गड बोल्नै गाह्रो हुन्छ। साथीहरू मेरो भिडियो हेर्ने साथीहरू सबैजना त हो नि। हेर्नेहरूलाई भने म त अरूलाई भन्दैन होइन। ल बाबा आउँदै भइसिन्छ। यहाँ आन्टी। बल्ल चाहिँ यो मेनवाला रेलिङ सुरु भयो। कति सानो बाटो। ओ माई गड। फाइनली हामी पुग्यौँ। यहाँ चाहिँ गणेशजी पहिला, अनि त्यसपछि बल्ल यता माथि जानुपर्छ कि। अब चाहिँ हामी यहाँ पूजा गर्छौँ अनि माथि जान्छौँ। टपरी हाम्रो अरू ग्याङकोहरू चाहिँ ऊ त्यहाँ बल्ल हिँड्न सुरु गर्छ त्यहाँबाट। यता चाहिँ भगवती रे। प्रसिद्ध मातर जगतोऽखिलस्य प्रसिद्ध विशेष कति धेरै नौरी। तमेश्वरी देवी यो चाहिँ भगवती हजुरहरू पनि जसले दर्शन गर्न पाउनु भएको छैन यहीँबाट गर्दा हुन्छ। ल साथीहरू, अब चाहिँ हामी यो पसलहरू जस्तो ठाउँबाट चाहिँ निस्क्यौँ। म चाहिँ मन्दिर गएर पनि आइसक्यो। मलाई यस्तो गाह्रो भयो म त तुफान भिडियो केही नखाइ चाहिँ म त तुफान आयो। अनि यहाँ आएर एकछिन बसेपछि बल्ल आराम भयो। अनि चौको पनि खाएँ एउटा। मैले केही भिडियो नै गर्न सकिनँ क्या। अनि चार्ज पनि सकिसकेको थिएँ। अनि एकछिन चार्जमा हालिदिएँ। अनि अहिले चाहिँ अब हामी तल ओह्रालो लागिरहेछौँ। अब हामी चाहिँ तलसम्म पुगेर अघि न गाडीले ल्याएको छ नि। अब त गाडीले पनि लाँदैन क्या, त्यो चिप्लिन्छ भनेर। अब त तल्लैसम्म हिँड्दै जानुपर्छ। अनि तल्ल पुगेपछि अनि बल्ल खाजा खाने। अलिकति पेट चाहिँ उ गरे हम अड्डिनीसम्म चाहिँ खाएको छौँ चौचौ। सो अब हेर्दै जाउँ के कस्तो हुन्छ। बाबा पनि उतै माथि होइसिन्छ, आउँदै होइसिन्छ बाबा पनि।
सो त्यही हो साथीहरू अनि मैले चाहिँ दुई तिनवटा कुरा किनेको जस्ट फर चिनो एउटा चाहिँ यो ब्रेसलेट है एउटा ब्रेसलेट है अनि अर्को चाहिँ म यताबाट देखाउँछु ल यो औँठी है आई एम भेरी मच रिङ लभर त्यही भएर मैले एउटा औँठी चाहिँ लिइहालेँ एन्ड देन अर्को चाहिँ किरिङ लिएको चाहिँ मेरो स्कुटरमा के अरे खाली भयो क्या अनि त्यही भएर स्कुटरमा लाउनुलाई चाहिँ किरिङ लिएको चाहिँ त्यो चाहिँ म हजुरलाई पछि देखाउँछु है अनि अहिले चाहिँ ठ्याक्कै 2 बजेको छ अब अघि त चाहिँ मैले कति घन्टा लाग्दो रहेछ पुग्नलाई हेर्छु भनेको थिएँ तर मलाई गाह्रो भएर मैले केही हेर्न पाइनँ अब चाहिँ हेर्छौँ हामी यहाँबाट ओर्लिँदाखेरि कति टाइम लाग्छ भने अहिले ठ्याक्कै 2 बजेर 2 मिनट गयो क्या अब कति टाइम लाग्दो रहेछ म हजुरलाई भन्छु अब चाहिँ स्योर अपडेट गर्छ है साथीहरू हेर्दै गर्नुहोस् हाम्रो ओह्रालो कार्यक्रम चाहिँ यस्तै हुँदैछ है साथीहरू यता त मुनि मुनि पनि रहेछ है साथीहरू हेर्नुहोस् त हाई मुनि मुनि मसँग केही छैन ल जाउँ झरे 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 चस्मा झऱ्यो साथीहरू नो नो बेबी यो तिमीले खाने होइन जाउँ म्या गर्दैछ बाई बाई बाबालाई पनि देखाउनु पर्यो अरे ल हामी बाउ छोरी गाइज हामीलाई मुनि मुनिले पछ्याउँदै आए साथीहरू सी हट हर जा म पनि बाख्रा थाहा छ साथीहरू हजुर हामी पुरानो घर हुँदाखेरि पहिला बाख्रा थियो नि तर म त यत्रो थिएँ म त बाख्रा त्यही थियो पाहाडा त थियो होला म त अहिले चाहिँ हाम्रो पछि लागि आइरहेछन् ए बिस्तारै झन्डै घुसमुट्टी छ थियो अङ्कल बाई मुनि मुनि बाई बाई कालु खैरु सबैलाई बाई ल ए साथीहरू हामी चाहिँ खाना थाल्यौँ हाम्रो आजको खानेकुरा यहाँ मैले चाहिँ के हालेको छैन भने मैले चाहिँ एउटा भटमास हालेको छैन चना पनि थोरै मात्रै हालेको छु क्या मैले मलाई किनभने भटमास मन पर्दैन अनि यो के हो भने यो दही चिउरा भयो यो गुन्द्रुकको अचार भयो यो चना भयो यो मुलाको अचार यति होला मिठो छ साथीहरू भोक लागेको बेलामा सबैजना खाँदै रहेछ गाइस मेरो हालत हेर्नु त ओ माई गड आउँदाखेरि अलि राम्ररी भएर आएको थिएँ अहिले चाहिँ के हो यस्तो मलाई त कस्तो गाह्रो भयो नि म त खाएर एकछिन यहीँ गाडीमा सुतेको अरूहरू खाँदै भइसक्यो अब चाहिँ खै हामी यहाँ फेरि हिँड्दै जाने हो कि आधी बाटो अब फेरि गाडीमै जाने हो कि त्यो चाहिँ थाहा छैन यहाँ मेरो के आयो भने हेरेको अघिको फुल हेरेर सुकेँ अहिले यहाँ यसरी राखेको थिएँ अहिलेसम्म अड्डिरहेको रहेछ त्यही हो हजुर ए हजुरलाई त गतिले देखिया रहेछ मलाई त डिजास्टर देखाएको छ कस्तो केही गर्ने जागरै छैन भने अब त हाम्रो फेरि अर्को साथीहरू ओर्लिँदा पनि यहाँ सबजना हाँसेर उत्पात काट्नु पनि उता काटेर बहर खाएको छ के गर्नु हँसाइसिन्छ ल अन्की त ल हामी चाहिँ फेरि बिहान गाडी फसेको ठाउँमा आइपुग्यौँ अब यहाँबाट हिँड्दै जान्छौँ अलिक तलसम्म हेर्नु त यस्तो बाटो छ ओ माई फ्रिकिङ गड यस्तो बाटो छ अनि ओर्लिनु परेन त हामी रिक्स किन लिनु ल हेर यो दिदी फेरि ओ दिदी कहाँ हुन्थ्यो एकछिन गाडी चलाइ जान्दै ल गइसो ल भगवान यो दिदीलाई त ल आयो है बिस्तारै गयो आउँछ अब आयो ल आयो बिहान यही अटेको पास अङ्कल पास यो चाहिँ आर्मी बस्ने ठाउँ रहेछ है साथीहरू
बैकुण्ठ बैकुण्ठ फास्ट ट्र्याक है साथीहरू यो चाहिँ सुरुङ मार्ग आइया यस्तो पनि देख्न पाइन्छ है काम चाहिँ भइरहेछ यहाँ हेर्नुहोस् मजाले आनन्दले देख्छौ मैले बिहान यो देखेको थिएन नि त हामी उतापट्टि साइडमा थियौँ नि त देखेको थिएन ल मजाले भयो भर्खर काठमाडौँको बागमतीको गनायो त्यस्तै ओभर हजुर पनि सुन्न पाएको भइदियो यो भिडियो अपलोड हुन्थ्यो होला साथीहरू हामी चाहिँ दिदीलाई यहाँ छोडिसक्यौँ कस्तो भयो हजुरहरूलाई हाम्रो अनुहार हेरेर थाहा पाउन सक्नुहुन्छ हजुरले हामी कति एक्जस्टेड भइसक्यौँ यति गाह्रो भइसक्यो आन्टी कस्तो भयो तर रमाइलो भयो नि रमाइलो भयो भने एकदम मैले गर्दा चाहिँ दुःख पाइसक्यो यहाँ मलाई गाह्रो भएर दुःख पाएको नि अब गेजेबाट फर्केर आउने हो कि जस्तो कुरा भइसक्यो कस्तो गाह्रो भइसक्यो त्यो साथीहरू आज यो भिडियो चाहिँ म यति नै राख्न चाहन्छु हजुरले अहिलेसम्म पनि हेरेको भएको छ भने चाहिँ धेरै धेरै धन्यवाद ल बाई बाई